इच्छा शक्ति हुनु पर्यो। नेपाली कांग्रेसको केन्द्रीय सदस्यहरू र वरिष्ठ साथीहरू माने तपाईको कार्यवाहक सभापति लगायत वरिष्ठ साथीहरूको इच्छा शक्ति हुनु पर्यो। महामन्त्रीज्यूहरूको इच्छा शक्ति हुनु पर्यो। अनि त्यो इच्छा शक्तिले तपाईको चुनाव अधिवेशन गराउने हो नि त। यसबारेमा अब धेरै टिप्पणी नगरौँ। उहाँहरूलाई के लाग्यो उहाँहरूले गर्नुभयो, बाँकी कुरा अब यो हलले गर्छ। त्यसैले आज स्वदेश र विदेशबाट यो लाइभ हेरिरहनु भएका या साझा युट्युबमा हेर्नेहरू, प्रिन्ट मिडियामा हेर्नेहरू, अनलाइनमा पढ्नेहरू सबै के कुरामा ढुक्क रहनु होला भने अहिले आएको परिस्थितिबाट नेपाली कांग्रेसलाई हामी उभार्नेछौँ। नेपाली कांग्रेस पार्टीलाई यो अवस्थाबाट उठाउनेछौँ। राम्रो समन्वयका साथ जानेछौँ। देशभरिका साथीहरूको भावना बमोजिम हामी अब यो बन्द सत्रबाट कार्य समिति बनाउनेछौँ। त्यो बनिसकेको कार्य समिति निर्वाचन आयोगमा लिएर जानेछौँ। तर अब यसो भन्दै गर्दा समयको चापको डिजिटल भोटिङको लागि साथीहरूले सबै तयारी गरिरहनु भएको अवस्था छ। डिजिटल भोटिङको लागि तयारी गर्दै गर्दा बिचमा यो स्थिति आइसके पछाडि 1-2 घण्टा त आउनुभयो। त्यसैले तपाईँ प्रत्येक साथीले हामीले जानकारी पाए अनुसार उम्मेदवारी दर्ता गर्दै गर्दा सँगैमा तपाईँले फिर्ताको हस्ताक्षर गरेको सर्वसम्मति भएको खण्डमा मेरो उम्मेदवारी नरहने गरी तयार भनेर तपाईँले फिर्तामा हस्ताक्षर गर्नुभएको भनेको बुझेको छु। त्यो हस्ताक्षर गर्ने होला होइन। मिडियाका साथीहरूले फेरि खिच्नु होला, म आग्रह गर्छु तयार रहनु होला। यहाँ एकजना कोही साथी त्यस्तो फोटो खिच्नु होला जसले भनिदिनुहोस् सर्वसम्मति हुनेछ, नयाँ ऊर्जाका साथ जानेछ, तर म धैर्य गर्न सक्दिनँ। मलाई अहिले नै केन्द्रीय सदस्य चाहियो, मलाई अहिले पदाधिकारी चाहियो भनेर कुनै साथीले बोल्दै गरेको अनुहारलाई खिच्दै गर्दाखेरि देख्नुहुन्न। त्यस्तो हुनुहुन्छ भने कोही साथी होइन। म गाउँ जाँदा त मैले त बाला भनेर आएको छु, केन्द्रीय सदस्य त हुनैपर्छ। बुढालाई भनेर आएको छु, श्रीमतीजीलाई भनेर आएको छु, छोरीलाई भनेर आएको छु, छोरालाई भनेर आएको छु। कोही हुनुहुन्छ? मलाई पद चाहिएकै छ भन्ने मात्रैले हात उठाउनुहोस् त। मलाई बरु पद चाहिएन, तर सर्वसम्मतिले निर्णय चाहियो। त्यो नेपाली कांग्रेसको पार्टीको साधारण सदस्य समेत नरहने गरी गगन कुमार थापा, विश्वप्रकाश शर्मा, फर्मुला मन्सुर आजका मितिबाट लागू हुने गरी पार्टीबाट निष्कासन गरिएको छ। सहमहामन्त्री यसै गरी निर्णय 3 मा पार्टीले आजसम्म जे जस्तो नेपाली कांग्रेसको विधानको 2017 संशोधन सहितको धारा 22, उपधारा 20 तथा धारा 34 को उपधारा 8 को देहाय खण्ड घ बमोजिम नेपाली कांग्रेसको पार्टीको साधारण सदस्य समेत नरहने गरी आजका मितिबाट लागू हुने गरी पार्टीबाट निष्कासन गरिएको छ। कारबाहीमा परेका पदाधिकारी तथा सदस्यहरू गगन कुमार थापा महामन्त्री, विश्वप्रकाश शर्मा महामन्त्री, फर्मुला मन्सुर सहमहामन्त्री। यसै गरी निर्णय 3 मा पार्टीले आजसम्म जे जस्तो आकर्षणमा, प्रलोभनमा अथवा लैलैमा लागेर साथीहरूले पार्टीको हित विपरीत कार्य गर्नुहुने अन्य पदाधिकारी सदस्यहरूलाई पार्टीको अनुशासन सम्झिएर, पार्टीको जिम्मेवारी सम्झिएर राष्ट्रिय राजनीतिको विषम परिस्थितिलाई मध्यनजर गरेर पार्टीमा फर्कन र नियमित रूपले काम गर्नका लागि हार्दिक आह्वान अपिल गर्ने निर्णय गर्दछ। धन्यवाद। कारबाही फुकुवाको लागि केही छ, त्यो केही विकल्प बाँकी राख्नु भएको छ? त्यसका लागि कारबाही फुकुवा गर्नका लागि सम्बन्धित व्यक्तिले कारण खुलाई स्पष्टीकरण अथवा विभिन्न ढंगबाट पुनरावेदन गरेमा केन्द्रीय कार्य समितिले सुनवाई गर्न सक्छ। हस्, धन्यवाद।